नेपाल लाइफ इन्सुरेन्सको जीवन ज्योति जीवन बिमा योजनाको बारेमा चाहिँ आज म तपाईहरुलाई भन्न गइराखेको छु। यो बिमा योजना चाहिँ 15 वर्षसम्म तिरिराख्नु पर्दैन। छोटो समयको तिर्ने तर लामो समयको बोनस लिन्छु भनेर तपाई चाहनुहुन्छ भने यो बिमा योजना प्रभावकारी छ। सबैभन्दा बढी चाहिँ विदेशमा बस्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरूले यो बिमा योजना मन पराउनु भएको छ। किनभने म 5 वर्ष मात्रै विदेश बस्छु, त्यसपछि नेपालै आउँछु भन्ने तपाईको जसको चाहना छ हजुरले सम्पर्क गर्न सक्नुहुन्छ। मैले एउटा सानो उदाहरण गरेको छु यहाँ। जस्तो बिमा अवधि तपाईले 15 वर्ष राख्नु भयो भने 20 लाखको पोलिसी लिँदाखेरि 40 लाखको रिस्क कभर तपाईको जोखिम वहन 40 लाखको पाउनु हुनेछ। अब यसमा लगानी अवधि 5 वर्ष मात्रै। यो योजनामा घातक रोगको पनि व्यवस्था गरिएको छ। 20 लाखको पोलिसी लिँदा 20 लाखको घातक रोगको पनि तपाईले लिन पाउनुहुन्छ। घातक रोग लागेमा 20 लाख तपाईले उपचार खर्च पनि बीचमा पाउनुहुन्छ र यो पोलिसी चलिरहन्छ। बिमाका प्लस बोनस तपाईले फेरि 15 वर्ष पछाडि फेरि पाउनुहुनेछ। अब लगानीको अवधि मैले 5 वर्ष मात्रै राखेको छु। 5 वर्ष मात्रै लगानी गर्छु अनि नेपाल आउँछु, त्यसपछि म त्यसैबाट लोन लिएर कुनै व्यवसाय गर्छु भन्न पनि तपाईले पाउनुहुन्छ। अब जम्मा लगानी तपाईको 5 वर्षमा 17,42,000 मात्रै लगानी भयो। कम्पनीले छिटो तिर्नु भएको भएर छुटको व्यवस्था गरेको छ। 20 लाख तिर्नु पर्नेमा 17,42,000 मात्रै हजुरले पैसा तिर्नुभयो। 2,58,000 चाहिँ तपाईले छुटै पाउनुभयो। त्यसपछि तपाईले बिमाका प्लस बोनस गरेर 15 वर्ष पछाडि चाहिँ करिब 38 लाख पैसा पाउनुहुनेछ। यदि तपाईलाई पनि विदेशमा हुनुहुन्छ भने म यो पोलिसी लिनु पर्यो, भोलि मलाई कमाएर मात्र त केही पनि हुन्न। कमाएको पैसा बचत गर्न सक्नु नै सबैभन्दा ठुलो कुरा हो। बचत गर्न मन छ भने चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ नेपाल लाइफ इन्सुरेन्स, किनकि जीवन अमूल्य छ।